नमस्ते सबैजनालाई म जविन्द्र पौडेल। आजको यस भिडियोमा हामीले यी ट्याब्समा यो डिस्प्लेमा देखाइए जस्तै रेन्डर्ड 3D भ्यू कसरी प्रोड्युस गर्ने अथवा कसरी चाहिँ यी ट्याब्समा डिस्प्ले गर्ने भन्ने बारेमा चाहिँ एउटा सानो भिडियो बनाउन गइरहेको छु। हामीले अहिले यो देखे जस्तै यो भिडियो चाहिँ एक्सट्रुडेड पनि छ र स्ट्रक्चरल कम्पोनेन्ट्सहरुको जस्तै बीम स्ल्याब कलम हैन स्ट्रक्चरल एलिमेन्ट्सको चाहिँ भ्यू र स्ल्याबले चाहिँ माथिबाट कभर गरेको यो रेन्डर्ड भ्यू मोडलिङ गरिसकेपछिको एउटा 3D रेन्डर्ड भ्यू देख्न सकिन्छ, जसले हामी इट्याब्सबाट प्रोड्युस गर्छौँ। इट्याब्समा जाउँ है त। जस्तै इट्याब्सको यो स्क्रिनमा यो लेफ्ट साइडमा चाहिँ प्लान भ्यू एक्सट्रुडेड प्लान भ्यू छ भने राइट साइडमा नि एक्सट्रुडेड 3D भ्यू छ। तर यहाँनिर यो दुईटा कलर फरक फरक हुनुको कारण चाहिँ यो फर्स्टको चाहिँ एक्सट्रुडेड बाइ अब्जेक्ट छ हैन, स्ट्रक्चरल एलिमेन्टहरुको आधारमा छ। यो सेकेन्डको भिडियो चाहिँ एक्सट्रुडेड बाइ द कलर अफ असाइन मटेरियल है। जस्तै अब यो स्ट्रक्चरको लागि बेस मटेरियल भनेको कङ्क्रिट हो, जसमा चाहिँ हामीले यहाँ डिफाइनमा हेर्यौं भने चाहिँ मटेरियलमा कङ्क्रिटको चाहिँ M25 कङ्क्रिट असाइन भएको रहेछ। M25 को कलर चाहिँ रेड छ है त। त्यस्तै गरी हामीले यो एक्सट्रुडेड भ्यू चाहिँ यहाँ सेट डिस्प्ले अप्सन अथवा यो टगल बार, यहाँ अर्को यो टगल बार पनि छ हैन, एक्सट्रुडेड भ्यू टगल भन्छ। र अर्को अप्सन यहाँबाट चाहिँ सेट डिस्प्ले अप्सन यो मेनुबाट पनि जान सकिन्छ अथवा कन्ट्रोल डब्लु पनि हामी क्लिक गरेर यो भ्यू निकाल्न, यो सेट डिस्प्ले भ्यू अप्सन निकाल्न सकिन्छ, जसमा धेरै कुराहरू चाहिँ हामी गर्न सकिन्छ। धेरै कुराहरूको बारेमा चाहिँ स्टडी गर्न सकिन्छ। अहिलेलाई हामी चाहिँ जस्ट एक्सट्रुडेड फ्रेम र एक्सट्रुड सेल्समा चाहिँ डिस्कस गर्न गइरहेको छौँ। जस्तै अब हामीले अघि हेरेको चाहिँ अब्जेक्ट्स एक्सट्रुड बाइ कलर अफ अब्जेक्ट्स एन्ड सेक्सन मटेरियल प्रपर्टिज गयौँ भने अब सेक्सनमा हेर्यौँ भने चाहिँ अब स्ट्रक्चरल सेक्सनको चाहिँ कुन हामी सेक्सन डिफाइन गर्दाखेरि आइरहेको कलर, सपोज फर इक्जाम्पलको लागि सेक्सनमा गएर कुनै एउटा फ्रेम सेक्सन हेरौँ ल, यो मेन बीमको हेरौँ है त। यहाँ ब्लू कलरको छ, जस्तै मेन बीम हेर्दाखेरि चाहिँ यहाँ ब्लू कलर, त्यो कलर चाहिँ हामीले यसरी यहाँ ब्लू कलर असाइन भएको छ। त्यो कलर चाहिँ एक्सट्रुडेड बाइ मटेरियल एक्सट्रुडेड बाइ सेक्सनमा चाहिँ यसरी देख्न सकिन्छ है त। अब यही चिजलाई चाहिँ अब हामी रेन्डर भ्यू कसरी गर्ने, रेन्डर कसरी गर्ने हैन भन्ने कुरा चाहिँ हेर्न गइरहेको छौँ। जस्तै हामीले पहिलो सबभन्दा इम्पोर्टेन्ट कुरा त रेन्डर गर्नको लागि चाहिँ 3D चाहिन्छ है, प्लानमा चाहिँ रेन्डर हुँदैन। जस्तै फर इक्जाम्पल म यो 3D को स्क्रिनमा क्लिक गरेँ, 3D को स्क्रिनमा क्लिक गरेँ हैन। यो यहाँनिर चाहिँ हामीले जस्तै भ्यूमा गइयो भने चाहिँ भ्यूमा चाहिँ सो रेन्डर्ड भ्यू अथवा रेड ब्र्याकेटमा रेड ट्रेसिङ भनेर दिएको छ। यो चाहिँ कस्तो भने यो हामीले यो रेड ट्रेसिङमा चाहिँ कस्तो भने यो रेन्डर गर्ने हैन, जसमा चाहिँ लाइटको रेहरू पठाएर चाहिँ रियलिस्टिक लाइटको इफेक्टहरु पनि इन्क्लुड हुने गरेर चाहिँ यो रेन्डरिङ गरिन्छ। यसको लागि चाहिँ जस्तै अब कम्प्युटरको ग्राफिक्स मा भर पर्छ हैन। यो चाहिँ अलिकति कम्प्युटेसनल यो रेन्डरिङ यो गरिसकेको भयो। यो कम्प्युटेसनल टाइम जुन यो रेन्डरिङ गर्ने टाइम चाहिँ कम्प्युटरको ग्राफिक्स र कम्प्युटर अनुसार फरक पर्ने भयो। र अर्को सिम्पल मेथड भनेको चाहिँ यो पुरानो भर्जनको इट्याब्समा चाहिँ सिधै यहाँ यो रेन्डर भ्यू रेड ट्रेसिङ माथि चाहिँ सो रेन्डर भ्यू भनेर एउटा अप्सन हुन्थ्यो भने यो अहिलेको लेटेस्ट भर्जनहरु अथवा अपडेटेड भर्जनमा चाहिँ त्यो ट्याब चाहिँ सिम्पली यो किबोर्ड अथवा मेनुबाट चाहिँ हटाइएको छ। यसलाई चाहिँ हामीले कस्टमाइज गरेर उ गर्न सक्छौं, निकाल्न सक्छौं हैन। त्यसको लागि चाहिँ हामीले चाहिँ सिम्पली यहाँ कुनै राइट क्लिक गरे पनि हुन्छ, अथवा म सिधै केमा जान्छु अप्सनमा गएर कस्टमाइज टुलबार भन्ने बटन छ, त्यहाँनिर यो टुलबार कस्टमाइज गर्ने जस्तै यहाँ ड्र हैन, ड्र सेलेक्ट स्न्याप यो चीजहरु, यहाँ डिजाइन टुल्स हेल्प यो चीजहरु छ भने किबोर्ड कस्टमाइजेसनमा चाहिँ अब हामी हेर्छौं। किबोर्ड कस्टमाइजेसनमा नि यहाँ धेरै यो मेनुमा भएको धेरै ट्याबहरु छ हैन। असाइन, डिफाइन, असाइन, डिजाइन देखि लिएर अप्सन सबै कुराहरु छ। यसमा चाहिँ हामीलाई कुन कमान्ड हामीलाई चाहिन्छ त्यही अनुसार चाहिँ हामीले चाहिँ सर्टकट की असाइन गर्छौं है त। त्यस्तै गरी अब हामीलाई चाहिँ रेन्डर्ड भ्यू चाहिएको छ। रेन्डर्ड भ्यू भनेको चाहिँ भ्यूमा जानु पर्छ।
जुन अघि मैले भनेको थिएँ भ्यूमा सो रेन्डर्ड भ्यू ग्रेड ट्रेसिङको अगाडि चाहिँ एउटा अर्को अप्सन हुन्थ्यो जुन यहाँ चाहिँ अमिट भएको छ भनेको थिएँ। जस्तै यसै गरी भ्यूमा चाहिँ गएर यता अर्को कमान्डमा चाहिँ हामीलाई के चाहिएको, रेन्डर्ड भ्यू चाहिएको है। अब रेन्डर्ड भ्यू हेरौँ न ल। यहाँनिर हामी देख्छौँ रेन्डर्ड सो रेन्डर्ड भ्यू एन्ड सो रेन्डर्ड भ्यू रेड ट्रेसिङ। रेड ट्रेसिङ चाहिँ अलरेडी छ होइन, त्यो सो रेन्डर्ड भ्यू है त। भ्यूमा गएर सो रेन्डर्ड भ्यू गरे सेलेक्ट गरेँ। त्यसपछि चाहिँ हामीलाई अब यो कमान्डको लागि चाहिँ सर्टकट की के राख्ने होइन। त्यो सर्टकट की सपोज मैले अल्ट प्लस आर राखिदिएँ होइन। अब के हुन्छ भने यो मैले ओके गरिसकेपछि चाहिँ यो 3D मा गएर अल्ट प्लस आर क्लिक गर्ने बित्तिकै चाहिँ हामी रेन्डर्ड भ्यू देख्न पाउँछौँ है त। यसलाई मैले ओके गरेँ, रेन्डर्ड भ्यूलाई चाहिँ अल्ट प्लस आर असाइन गरेँ भ्यूमा गएर है। ओके ल, अब म यहाँ 3D भ्यू भएको विन्डोमा गएँ। त्यसै गरी म चाहिँ यहाँ किबोर्डबाट अल्ट प्लस आर क्लिक गरेँ होइन। र त्यसरी नै हामी चाहिँ यो रेन्डर्ड भ्यू देख्न पाइयो। यहाँ चाहिँ यो होराइजन पनि आएको छ है। म यो होराइजन चाहिँ अफ गर्छु ल एकछिनको लागि चाहिँ। लेट मी अफ होराइजन। ल यो होराइजन अफ गरेँ, सिमिलरली अल्ट प्लस आर क्लिक गरेँ होइन। त्यो गर्दा चाहिँ हामी रेन्डर्ड भ्यू देख्छौँ। यसमा 3D रेन्डर्ड भ्यू भन्छ, जुम पनि गर्न सकियो होइन। यो फिट टु स्क्रिन रिस्टोर फुल भ्यू हो भने यो चाहिँ प्लस र माइनस। त्यसै गरी पोजिसन सिफ्ट गर्न सकियो, रोटेट गर्न सकियो होइन। लुक अराउन्ड भनेर उ गर्न सकियो। र त्यसै गरी चाहिँ वाक गरेर माउस लेफ्ट बटन उ गर्न सकियो। अब रोटेट गरेर हेर्दा चाहिँ हामीलाई कुन एङ्गलबाट चाहिएको छ कस्तो छ त्यो रिक्वायरमेन्ट अनुसार चाहिँ यो रेन्डर्ड भ्यू हामीले चाहिँ रियलिस्टिक 3D भ्यू भनौँ न, यो भ्यू चाहिँ हामीले रिपोर्टरमा राख्न सक्छौँ। अब यो राख्नै पर्छ भन्ने जरुरी चाहिँ होइन, तर अब त्यो कसरी रेन्डर गर्ने, अब धेरै जसो रिपोर्टहरूमा अथवा ऊहरू गर्दाखेरि चाहिँ देखिएको हुन्छ यो कसरी आएको, यो ट्याब्स रेगुलर ऊबाट त आउँदैन, एक्सट्रुडेड फर्ममा त यस्तो देखिँदैन भन्ने तपाईँहरूलाई कौतूहलता छ भने चाहिँ रेन्डर गरेर आएको हो, यसरी आएको छ है त। ओके, आजलाई चाहिँ यति नै गरौँ। अरू कुराहरू चाहिँ ट्याब्सको बारेमा अथवा एनालिसिस डिजाइनको बारेमा अरू नेक्स्ट भिडियोहरूमा चाहिँ फर्दर स्टडी गर्दै जाउँला। अहिलेको लागि यति नै गरौँ। ओके, बाई बाई।